पुरानो परम्परागत हिँड्ने हो भने अब जस्तै यो दरबार क्षेत्र भन्नाले यो त मन्दिर नै हो। दरबार क्षेत्र अलि उता छ, उतापट्टि हो। दरबार क्षेत्र हुँदाखेरि यहाँ पुरानै अलिकति शक्तिशाली राजा बस्ने ठाउँ यही हो, सुमन साई। त्यसपछि गएर यहाँ के छ भन्दाखेरि यो अहिले हाम्रो यो गाउँ छ, यो गाउँ भनेको धोबीघाट हो। धोबीघाट भनेको नै यो धोबीको लुगा धुने ठाउँ हो, किन भन्दाखेरि यहाँका कपडाहरू धुन ठाउँ भए हुनाले त्यसलाई धोबीघाट भनियो। यो चौकी क्षेत्र भनेको यो चेकपोस्टहरू प्रहरीहरू बस्ने, यो सेरा भनेको यो पारीको यो क्षेत्र हो। यो सेरा भनेको यो सेरो हो, त्यतिखेरको यो सेरो भन्नाले पुरै जमिन सेरो भएको अनाज उत्पादन यो 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 कुराले त्यहाँ जनाउँछ। त्यसपछि गएर अब यो हाटसिजा भनिएको छ, हाट बजार लाग्ने ठाउँ झन्डै झन्डै यो हाम्रो पारीको हाटसिजा नामाकरण छ त्यो गाउँ, त्यहाँ हाट बजारै थियो। अब दरबार क्षेत्र भनेको त्यहाँ हो। अब यो उत्तर गङ्गा भनिएको छ, प्रायः जसो कतिपय ठाउँमा हाम्रो नदी ठ्याक्क उत्तरतिर उत्तरबाटै मिसिएको ठाउँ छैन, यो हाम्रो त कसैलाई प्रचार छैन, यहाँ मिसिएको यो ठ्याक्क यहाँ उत्तरमा मिसियो। तल छ। अब यसपछि गएर यो दरबार क्षेत्रमा के छ भन्दाखेरि यहाँ पहिला चाहिँ यो भित्रैबाट तल पानी ल्याउन जाने ठाउँहरू थिए, भित्रैबाट के सुरुङबाटै जाने। तर अब कतिपय यो बस्ने ठाउँहरू पनि यो सुरुङै थिए क्या, यहाँ सुरक्षितको लागि। यहाँ कोहीले पनि तिब्बती सेनाको आक्रमणबाट बच्न लागि आक्रमण गर्दा कता कता उताबाट हतियारले परे गरे पनि यिनीहरू भित्रै हुन्थे, सुरुङभित्रै हुन्थे। त्यसो त यहाँ खन्नु त सुन्नु भेटिन्छ होला। अब भेटिने कुरा मुख्य बाटो भनेको तल हो, यो माथि त्यो राजमार्ग अहिले बनाएको त्यो होइन। अब जस्तै त्यसको मुख्य बाटो भनेको तलबाट हो, उताबाट पनि एटेक गर्न नसकिने, उताबाट पनि नसकिने, यताबाट पनि नसकिने, यस्तो खाले यो टाकुरोमा यिनीहरूले यो राज्य बनाएको। अब यसलाई चाहिँ एउटा कुरो लामाथाडा भन्थ्यो दरबार क्षेत्रलाई। त्यसपछि गएर यो अब यो मन्दिर त अब मन्दिर भइहाल्यो। अब यो राजाको पुजार्ने मन्दिर नै हो यहाँनिर। यसो दरबार र पारिपट्टि छ, अब यो त्यहाँ जान्छौँ हामी। अरू पारिपट्टि